हेलो हेलो सबैजना साथीहरूलाई चाहिँ फेरि पनि स्वागत छ मेरो भिडियोमा। अनि आज चाहिँ नयाँ वर्ष वैशाख 1 गते 2082 साल वैशाख 1 गतेको दिन हजुरहरू सबैजनालाई चाहिँ मेरो तर्फबाट शुभकामना। ह्याप्पी न्यू इयर है। हजुरहरूको शुभ रहोस्, राम्रो होस्, मेरो चाहिँ कामना है भन्दै आज चाहिँ मैले भिडियो सुरु गर्न लागिरहेको छु यतिकै हैन साथीहरू। अब के गर्ने, अब यो वर्षमा चाहिँ हामी कतै पनि गइएको छैन, अस्तिको साल पनि गइएन। यसो त्यस्तै हो। मेरो चाहिँ फेरि सधैँभरि यही किचनबाटै सुरु हुन्छ, घरकै कामबाट नै सुरु हुन्छ। म कतै पनि जाँदिनँ। नयाँ वर्ष पनि यही हुन्छ, पुरानो वर्ष पनि यही हुन्छ। यसरी बोल्दा बोल्दै आफै कट भयो कि, त्यही भएर अनि खै के भएछ। ल फेरि पनि हजुरहरूलाई चाहिँ ह्याप्पी न्यू इयर। सबैजना साथीहरूलाई चाहिँ शुभकामना छ मेरो। अब चाहिँ त्यही हो हैन साथीहरू। अब मेरो चाहिँ सधैँ यस्तै नै पुरानै हुन्छ, खासै त्यस्तो नयाँ नौलो केही पनि हुँदैन। घरमै बस्यो, घरकै अब यताउति गऱ्यो, भातसात पकायो, जुठाबाटा मोल्यो, सबै यसरी नै सुरु हुन्छ मेरो चाहिँ दिन दैनिक हैन, डेली। अब त्यही नै हो। हजुरहरूलाई चाहिँ फेरि पनि नयाँ वर्षको शुभकामना छ हजुरहरू सबैजना साथीहरूलाई चाहिँ भन्दै। आजको मेरो अब काम चाहिँ त्यही हो, म हजुरहरूलाई देखाउँछु मेरो जुठा भाँडा, घरको काम, किचनको काम यसरी नै सुरु हुन्छ। ल म हजुरहरूलाई देखाउँछु है त। टुरुङ टुरुङ टुरुङ। यहाँबाट यो चाहिँ हाम्रो इनार, यहाँ कागती उम्रेको छ हाम्रो। अनि यहाँ हुनुहुन्छ हाम्रो जुठा भाँडाहरू। मेरो चाहिँ यही जुठा भाँडाहरू चाहिँ यहाँदेखि स्टार्ट हुन्छ। वैशाख 1 गते 2082 सालको नयाँ बिहानी, नयाँ घाम यस्तो आँखामा लाग्यो। खिचिया छ कि छैन मैले केही देखेन। कस्तो चर्को घाम लागेको क्या बिहान बिहानै साथीहरू है। अम्बुई केही पनि देखेन त हौ, केही देखेन हौ मैले त। मेरो आँखाले चाहिँ केही पनि देखेन, क्यामेराले खिचेको छ कि छैन थाहा छैन। अनि यहाँ चाहिँ म छु है, मुखसुख धोएर एकछिन यसो एक्सर्साइज गरेर अनि म चाहिँ यहाँ अलिकति सानोतिनो भिडियो बनाइदिउँ भनेर हैन। आज नयाँ वर्ष पनि हो, सानोतिनो छोटो मिठो भिडियो बनाएर चाहिँ राख्छु भनेर चाहिँ बनाएको साथीहरू। यस्तै हो यतातिरको चाहिँ। खासै त्यस्तो केही पनि हुँदैन मेरो भिडियो चाहिँ।
म चाहिँ यहाँ चिया बनाउँछु, त्यहाँपछि मेरो फेरि सानो काम हुन्छ होइन। सानो काम भन्दा पनि 2-3 घन्टाको काम हुन्छ, त्यही भएर मैले चाहिँ खासमा यो के अरे युट्युब भिडियो पनि बनाउन नपाएको कारण चाहिँ त्यो हो है। किनभने मेरो बिहान पनि 2-3 घन्टा म त्यो काम गर्छु अनि राति पनि 2-3 घन्टा नै हुन्छ, त्यही भएर चाहिँ मैले चाहिँ भिडियो बनाउन पाउँदिनँ कि साथीहरू होइन। अब म चिया खाएर अब त्यही कामकै लागि व्यस्त हुन्छु फेरि, अनि 11-12 बजीसम्म व्यस्त भएपछि फेरि अब घरमा आएर फेरि कि अब खानासाना बनाऊ, यताउति बनाऊ, घर चाहिँ ठिक्क व्यस्त हुन्छ अनि भिडियो बनाउनै पाउँदिनँ क्या म। मेरो चाहिँ डेली काम नै यसरी नै बित्छ मेरो दिन चाहिँ है। अब म चिया बनाउन लागेँ, यहाँनिर काममा पनि ढिलो भइसक्यो होइन, हतार गर्नुपर्छ। ल अब चाहिँ म यहाँनिर चिया बनाउँदैछु होइन, चिया बनाउँदैछु। अनि चिया बनाएर चाहिँ म फेरि मेरो काममा चाहिँ म 2-3 घन्टा बिजी हुन्छु। अनि त्यही हो, हजुरहरूको दिनहरू चाहिँ कसरी बितिरहेको छ, राम्रैसँग बितिरहेको होला होइन। प्रायः हामी आइमाईहरूको चाहिँ फेरि यस्तै हुन्छ क्या, केटी मान्छेहरूको चाहिँ अब घरदेखि नै सुरु, घरकै काम, यताउति पकाउ तुलाउ मल सफा घर पुछ सबै यसरी नै चाहिँ मेरो दिनहरू चाहिँ सुरु हुन्छ। सो मेरो चाहिँ अनि के अरे अनि के भन्छ मेरो चिया पनि पाकिसकेको छ है। मेरो चाहिँ चिया पनि पाकिसक्यो है। अब चाहिँ म यो चिया खाएर मेरो काममा चाहिँ म बिजी हुन्छु साथीहरू है। 2-3 घन्टासम्म चाहिँ मेरो काम हुन्छ। त्यो काम चाहिँ के हो भनेर हजुरहरूले चाहिँ सोध्नु भएको छैन होइन। अब ठिकै छ, अब पछि हजुरहरूले सोध्नुभयो भने म भन्नुला। अहिले चाहिँ कसैले सोध्नु भएको छैन खासमा। अब जसले हेरिदिनु भएको छ मेरो भिडियोलाई थ्याङ्क यू सो मच। हेरिदिनु भएकोलाई र सब्सक्राइब गरिदिनु भएको छ, सपोर्ट गरिदिनु हुने सबैलाई थ्याङ्क यू सो मच। अनि जसले सब्सक्राइब गरिदिनु भएको छैन, गरेर पनि अनसब्सक्राइब गर्नुभएको छ उहाँलाई पनि थ्याङ्क यू सो मच। किनभने आज नयाँ वर्षको दिन, म कसैलाई पनि त्यस्तो केही पनि भन्न चाहदिनँ। सबैको आफ्नो आफ्नो तरिका हुन्छ होइन, सोचाइ हुन्छ। कसैलाई गर्न मन लाग्छ, कसैलाई गर्न मन लाग्दैन। सो सबैजना हजुरहरूलाई थ्याङ्क यू भन्दै फेरि पनि नयाँ वर्षको नयाँ मेरो चिया, नयाँ वर्षको नयाँ चिया सँगसँगै सुरुवात सँगसँगै हजुरहरू सबैजनालाई चाहिँ
फेरि पनि ह्याप्पी न्यु इयर भन्दै 2082 साल सबैजना साथीहरूको सुखमय रहोस्, यही शुभकामना छ हजुरहरूलाई। ल मेरो चाहिँ यति नै हो भिडियो। मेरो भिडियो चाहिँ यस्तै मात्रै हुन्छ कि साथीहरू होइन, अनि हजुरहरूलाई पनि कति बोर लाग्छ होला जस्तो लाग्छ है। सो ल 2082 सालको फर्स्ट मेरो चिया सँगसँगै हजुरहरू सबैजनालाई ह्याप्पी न्यु इयर। चियर्स। मिठो छ। ह्याप्पी न्यु इयर भएर होला चिया पनि मिठो हुन्छ। अहिले चाहिँ बिहानको कति पर्यो, बिहानको अहिले 8 साढे 8 हुन लाग्यो। म 7 बजे उठेको, 8 साढे 8 हुन लागेको छ। अब यताउति गरेर चाहिँ ठ्याक्कै अब 8 साढे 8 मा चिया पिउँदैछु। अब मेरो त्यहाँ काम सुरु हुन्छ है त। ल थ्याङ्क यू सो मच हजुरहरू सबैलाई जसले हेरिदिनु भएको छ कि बाई बाई साथीहरू। फेरि पनि ह्याप्पी न्यु इयर, नयाँ वर्षको शुभकामना।